मर्निङ नमस्कार साथीहरू। तपाईँलाई धरानको बस पार्क देखाउनेवाला छौँ है साथीहरू। भदा के त हुनुहुन्छ यहाँनिर है ल। स्टार्ट भयो। हजुर हामी चाहिँ अब धरानको बस पार्क तपाईँले देखाउनु भइरहेछ साथीहरू ल। अहिले नयाँ पूर्व मेयर अहिलेको सभासद माननीयहरू साथीले बनाउनु भएको बस पार्क साथीहरू। यो चाहिँ साथीहरू धरान बस पार्क है ल। धरान बस टर्मिनल भनेर माथि लेखेको रहेछ, धरान बस टर्मिनल ल। अब तपाईँलाई चाहिँ भित्र म अलिकति बक्साभित्र पसेर चाहिँ अलिकति त्यहाँको दृश्य चाहिँ देखाउँदैछौँ। धरान बस पार्क वाह धरान बस पार्क साथीहरू। यो उद्घाटन भएको छैन, धरानको बस पार्क मलाई पनि थाहा थिएन। बस पार्क धेरै राम्रो रहेछ। धरानको बस पार्क धेरै राम्रो छ साथीहरू। बसेर यहाँ टन्नै होला मान्छेहरू, टन्नै होला, रमाइलो हुन्छ त्यति बेला गाइज। यस्तो छ साथीहरू धरानको बस पार्क। सर हामी यहाँदेखि एक्जिट हुन्छौँ साथीहरू ल। यहाँदेखि बाहिरिँदैछौँ धरानको नयाँ बस पार्क साथीहरू। अहिले यो व्यवस्था गरेको अलिकति बजारभित्र भयो भन्ने साइडमा भन्ने कुरो हो। हुन्छ गाइस, थ्याङ्क यू, टेक केयर, बाई।